हेलो दर्शक नमस्ते सम्पूर्ण मित्रहरुमा जसले चाहिँ मेरो च्यानलमा मध्यपश्चिम तिनजुले मिडिया को पेजमा गएर यो भिडियोहरु हेर्दै हुनुहुन्छ तपाईहरुलाई स्वागत अनि धन्यवाद भन्न चाहे। आज एउटा जानकारीमूलक भिडियो बनाउँदै छु। यो चाहिँ चियापत्ती रे हैन घाँस जस्तो देखिन्छ हेर्दाखेरि। तपाईकोतिर चाहिँ पाउँछ कि पाउँदैन, प्राय कुनै कुनै ठाउँमा चाहिँ यो पाउँछ अहिले। यसलाई चाहिँ चियापत्ती भन्नाले जस्तै तपाईले एउटा पातलाई तपाईको चियाको मात्राको अनुसार यसलाई चाहिँ कुट्ने हैन, एउटा खलमा कुटेर त्यसपछि रस आउने खालको भयो भने त्यतिकै चियाको भाँडोमा राख्ने, त्यसपछि चिनी राखिदिएपछि भइहाल्यो। चियापत्ती चाहिएन अनि यसको वासना पनि एकदम मिठो हुन्छ अनि कलर पनि हल्का पहेँलो हुन्छ के रे बेसरको जस्तो। हेर्नुस् है, यो थुप्रो छ। हामी चाहिँ नपाउँदा चाहिँ खान मन लाग्छ, पाएपछि अब खाइदैन के रे हैन। देखेरै अगाइदिएर रहेछ एक खासै त्यही होइन, खासै व्यवस्थित चाहिँ छैन। चियापत्ती चाहिँ धेरै भयो। चियापत्ती घाँस भन्दो रहेछ यसलाई। यो हामीले लगाएको धेरै भयो, तर यहाँ हाम्रो गाउँमा पनि प्राय घरहरूमा पाइन्छ। यो भयो भने चाहिँ अब चियापत्ती किन्ने आवश्यक पनि परेन र चियापत्तीमा चाहिँ क्याफिन नामको एउटा केमिकल पाइन्छ, त्यसले चाहिँ पछि असर पनि गर्छ भन्ने छ भने यसमा चाहिँ त्यस्तो केही पनि हुँदैन भन्ने छ। त्यो कतिपय मान्छेलाई चाहिँ चियापत्तीले निद्रा लाग्दैन भने यसले चाहिँ केही पनि असर नगर्ने हैन। सही वासना पनि एकदम मिठो आउँछ अनि तपाईलाई चियापत्ती किन्न आवश्यक पनि परेन, घरमा भयो भने। यो हिउँदमा पनि हुन्छ, बर्खामा पनि हुन्छ, तर हिउँदमा चाहिँ अलिकति तपाईलाई उसिलो ठाउँ चाहिएला। हेर्नुस् कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट चाहिँ गरिदिनु होला हैन। अनि यदि तपाईहरुलाई जानकारी छ भने पनि यसको बारेमा अझ जानकारी गराउनु होला। हाम्रो चाहिँ चियापत्ती घाँस भन्छ यसलाई चाहिँ। तपाईको चियाको मात्रा अनुसार पातहरु लिने, पात लिएपछि अनि खलमा कुटेर त्यसपछि चियापत्ती चियामा राखिदिने हैन, चियाको भाँडामा। त्यसपछि पानी हाल्नुस्, त्यसपछि चिनी मात्रै राख्नुस्। चियापत्तीको जरुरत चाहिँ परेन, बजारको चियापत्तीको जरुरत परेन। त्यो चियापत्तीमा चाहिँ अब क्याफिन नामको एउटा केमिकल पाइन्छ, त्यसले चाहिँ निद्रा पनि लाग्दैन, पछि फेरि अरु असर पनि गर्छ भन्ने छ भने यसले चाहिँ केही पनि असर गर्दैन भन्ने छ है। फेरि हेर्नुस् मित्रहरु थुप्रो छ। यसलाई फेरि यसको पातहरु काटेर फेरि सुकाएर पनि त्यसरी पनि युज गर्न मिल्दो रहेछ। त्यसैले म आज चाहिँ काट्ने पनि सोचमा छु। काटेर बाहिर नै लगेर जानु पर्ला जस्तो लागिरहेको छ मलाई, विदेशतिर। हेर्नुस् है, हेर्दा यो यस्तो घाँस एउटा पनि पाउन चाहिँ घाँस पनि त्यस्तै छ। यो हेर्दाखेरि वासना एकदम मिठो हुन्छ अनि यसको कलर चाहिँ पहेँलो आउँछ। तपाईहरुलाई अझ चिया नै बनाएर देखाउन पाएको भए हुन्थ्यो होला हैन। ल हेर्नुस्, 2 थाना छ अर्गानिक चियापत्तीको घाँस है त। तपाईहरुले कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गरिदिनु होला। यो चाहिँ फेक भिडियो हैन, एकदम रियल भिडियो हो। तिनजुले मिडिया, मध्यपश्चिम तिनजुले मिडिया युट्युब च्यानलमा जोडिनु हुने सम्पूर्णमा धन्यवाद। शेयर, लाइक, कमेन्ट पनि गरिदिनु होला है त। धन्यवाद, बाइ बाइ।